गुड मर्निङ। आज बिदाको दिन म चाहिँ बिहान उठेर चाहिँ अब बिहान भन्दाखेरि 10 बजिसक्यो है। बिहानको मेरो ब्रेकफास्ट रेडी बनाइसकेँ होइन। आजको मेरो ब्रेकफास्टमा चाहिँ मैले बनाएको छु के अरे कोदोको पिठोको रोटी बनाएको छु होइन। यस्तो प्यानकेक बनाएको छु। साटोमा चाहिँ मेरो बटर पनि लगाइसकेको छु। अनि यसमा छ मेरो चाहिँ ड्र्यागन फ्रुट र एप्पल पनि ल्याएको छु। अनि साथमा त हुने भयो मेरो चिया। स्पेसल ब्रेकफास्ट भनेपछि चाहिँ मलाई त एकदमै चिया मनपर्छ। हजुरहरू कतिले त नोटिस पनि गरिसक्नुभएको होला है। अनि मेरो प्रायः जस्तो चाहिँ अब भिडियो चाहिँ होइन म डेली लाइफमा के गर्छु त्यही नै प्रायः राखिरहेको हुन्छु होइन। अब प्रायः जस्तो मेरो चाहिँ अब खाएकै भिडियोहरू धेरै हुन्छ। यदि हजुरहरूलाई चाहिँ अब मन पर्दैन भने जस्तो होइन मेरो त्यो धेरै कति आउँछ उसले खाएको मात्रै भिडियो राख्छ भनेर त्यस्तो हुन्छ भने हजुरले मेरो भिडियोलाई स्किप गरिदिन सक्नुहुन्छ है भन्दै म चाहिँ सुरु गरेँ। भोक लागिसक्यो। खाजा खाएर चाहिँ अब साथीहरू एकछिन बाहिर जाने काम छ है। हल्का यस्तो दामी प्लेट जति ठुलो बनाएको नि सो लुक्स यम्मी भएछ हेर्नुहोस् न होइन। कस्तो मिठो भएको। हजुरलाई कसलाई मनपर्छ कमेन्ट गर्नु होला। यो चाहिँ कोदोको पिठो होइन कस्तो राम्रो भएको छ होइन। यसमा चाहिँ अलिअलि मैले मैदा पनि हालेको छु कि किनकि कोदोको पिठो मात्रै बनायो भने चाहिँ यस्तो राम्रो हुँदैन कि। अनि त्यो भएको कारणले चाहिँ मैले थोरै मैदा हालेर बनाएको छु। मिठो कति मिठो हो बटर